एपिफेलियम ऑक्सिक पेटुलियम एकदमै अप्ठ्यारो खालको नाम छ है। र यसैको भिडियो हजुरहरूलाई म आज स्टार्टदेखिको नै यो फ्लावरसम्मको भिडियो हजुरहरू माझ लिएर आएको छु। र नमस्ते, स्वागत छ हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा। र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि छेउको बेल आइकन पनि बजाइदिनु होला। र आउनुहोस् आजको भिडियो सुरु गरौँ। र अघि नै मैले भनिहालेँ है, यो एकदमै अप्ठ्यारो खालको नाम छ है। र यसलाई चाहिँ रातको रानी यानि नाइट क्विन पनि भन्छ। र यसको चाहिँ मैले यहाँ कटिङले पनि यसरी सारेको थिएँ। हेर्नुहोस् यो हजुरहरूले देख्नुहुँदैछ, यो मैले कटिङले सारेको है। र यो अहिले मेरो यो पहिलाकै भिडियो मैले यहाँ एड गरेको छु है। र जुन चाहिँ मैले भिडियो यो अहिले कटिङ गरेको थिएँ त्यो कटिङ चाहिँ यो हो। हेर्नुहोस् एकदमै प्रोसेस राम्रो छ है, मजाले हो। यो चाहिँ कटिङले सारेको। र अहिले चाहिँ मेरोमा यो घर बनिएको कारणले चाहिँ यो एकदमै यो बलुवा यस्तोहरू लागिरहेको छ है। र यसको बादमा मैले कटिङ सारेपछि चाहिँ जुन चाहिँ मदर प्लान्ट थियो है, अघि मैले देखाएँ मदर प्लान्टको यो अहिले चाहिँ फ्लावरहरू यहाँ हेर्नुहोस् बर्डहरू स्टार्ट भयो है। र हुन त सबैले यसलाई चाहिँ ब्रह्मकमल भनेर भन्छ है। तर यो चाहिँ ब्रह्मकमल होइन, ब्रह्मकमल जस्तै देखिन्छ है, तर यो चाहिँ ब्रह्मकमल होइन। यसलाई चाहिँ यो एपिफिलम भन्छ है यसलाई। अनि नाइट क्विन हो, र रातकै उयो हुन्छ र चाहिँ रातमा नै फक्रिन्छ यो मजाले है। र अब जस्तो ब्रह्मकमल चाहिँ रातमा फक्रिएर चाहिँ राति नै त्यो बिहान भएपछि त्यो झर्छ अरे भन्छ र है, हामीलाई थाहा छैन। र यो चाहिँ अब सबैको घरमा ब्रह्मकमल हुँदैन। र ब्रह्मकमल चाहिँ एकदम पहाड इलाका ठुल्ठुलो है, अल्गो जग्गातिर चाहिँ हुन्छ अरे है, हाम्रोतिर चाहिँ हुँदैन अरे भन्छ। र यो चाहिँ यसको नाम चाहिँ त्यो रहेछ है। र ब्रह्मकमल चाहिँ होइन है, एपिफिलम भन्ने यो नाइट क्विन एपिफिलम भन्छ रहेछ। र यो चाहिँ अहिले मेरो कटिङले सारे है, कटिङले सारेकोदेखिको यहाँ हेर्नुहोस् यो मदर प्लान्ट हो, यसबाट मैले कटिङ धेरै सारेको छु। र जे होस् यो प्लान्ट पनि राख्यो भने घरमा एकदमै शुभ प्लान्ट अरे है। र लक्ष्मीले बास गर्छ अरे भन्छ। फ्लावर भनेपछि त जे पनि त्यही हो है, यो लक्ष्मीले बासहरू गर्ने नै हुन्छ फ्लावरहरू है। र यो पनि त्यही हो। यो त एकदमै झन् साह्रो दुर्लभ प्लान्ट हो, किनभने यो जुन चाहिँ फ्लावरहरू यो पत्ताबाट निस्किन्छ त्यस्तो हाँगै छैन। यहाँ हेर्नुहोस् यो पत्ताबाट सुरु भएको छ, हेर्नुहोस् यो पत्ताबाट आउँछ है। र ब्रह्मकमल पनि यही हो। र यो र ब्रह्मकमलमा चाहिँ अलिकति भिन्नता तोफा छ है, नभए चाहिँ फुलहरू यस्तै यही खालको नै हो। र ब्रह्मकमल चाहिँ एकदम राति मध्यरातमा फुल्छ भन्छ है, हामीले त देखेको छैनौँ। र यो पनि त्यही हो, राति चाहिँ फक्रिन्छ मजाले, अलिअलि बास्नाहरू पनि आउँछ यसको, मकमकको बास्ना पनि आउँछ। र यसरी अहिले चाहिँ मेरो यो है कपिलाहरू लागिसकेको छ है। यो कपिला लगिसकेको बादमा हेर्नुहोस् फर्स्ट स्टार्ट ब्लुमिङ, यहाँ हेर्नुहोस् यो चाहिँ मैले नाइटमा लिएको भ्यू हो। मजाले यो फक्रिरहेको छ हेर्नुहोस् सेम टु सेम ब्रह्मकमलै हुन्छ है। तर ब्रह्मकमलको अलिकति यो डन्ठा चाहिँ लामो हुन्छ, यो डन्ठल चाहिँ है, हेर्नुहोस् यो मैले नाइटमा लिएको भ्यू हो। यो यति सुन्दर भ्यू हुन्छ। अनि यसको कलर चाहिँ धेरै थरीको कलर हुन्छ। मेरोमा चाहिँ यो वाइट कलरको छ, यसको रेड पनि हुन्छ है। मैले रेड चाहिँ देखेको छु। अनि सुन्नुमा आउँदा यसको पिङ्क कलरको अनि येल्लो कलरको पनि हुन्छ अरे भनेर चाहिँ भन्छ। मैले चाहिँ रेड र यो वाइट चाहिँ मेरोमा छ, रेड चाहिँ मेरो साथीकोमा छ। म पछि साटासाट गर्छु है, उसलाई म वाइट दिएर चाहिँ म चाहिँ रेड कलरको उसँग चाहिँ एकदम अब त्यस्तो गर्दाखेरि त हुन्छ नि त है, चेन्जपिट है, साटासाट गर्दा त लिएर आउँछु। र हेर्नुहोस् अहिले चाहिँ मेरो मजाले सबै फक्रिसकेको छ हेर्नुहोस् है। यो चाहिँ हो एपिफिलम भन्ने, यो क्याक्टस भेराइटी नै हो अरे है, यो क्याक्टस भेराइटी नै भयो। र मलाई पनि यो मेरो बहिनीले ल्याइदिएको थियो कटिङ, एउटा खुकुरी जस्तै थियो हौ, खुकुरी जस्तै पत्ता ल्याइदिएको थियो है। अनि त्यो पत्ता नै रोप्नुपर्छ अरे भनेर चाहिँ मैले त्यो पत्ता चाहिँ गाडी दिएको थिएँ, पत्तै ल्याएको थिएँ, त्यो झरासारा केही ल्याएको थिएन। त्यो पत्ता चाहिँ मैले गाडी दिएको थिएँ। र पछि गएर झ्याङ भयो, म पनि अचम्मै लाग्यो है, एउटा उसबाट पत्ताबाट झ्याङ थुप्रो पत्ताहरू निस्क्यो है।
अनि खुसी पनि लाग्यो। र 1 साल 2 साल त फ्लावर भएन यो है, यो 3-4 सालमा चाहिँ यसरी फ्लावरिङ चाहिँ हुँदो रहेछ। हजुरहरूले देख्नुहुँदैछ अहिले चाहिँ मजाले यो लगभग मेरो झन्डै 3-4 सालको बादमा चाहिँ यसरी फ्लावर देख्दा चाहिँ एकदमै है ब्रह्मकमलै जस्तो देख्छ है। सबैले यो कटिङहरू मागेर वाक्कै लाउन आँटिसकेको छ है। र यसरी हेर्नुहोस्। र आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई यो एपिफिलियम फ्लावरको विषयमा यानि नाइट क्विन रातको रानीको विषयमा हजुरहरूसँग सेयर गरेँ। यो चाहिँ ब्रह्मकमल होइन भनेर पनि तपाईँहरूलाई मैले जानकारी बताइदिएँ, किनभने मैले कतिवटा भिडियोमा चाहिँ नजानेर चाहिँ ब्रह्मकमल भनेर पनि हालेको छु है। र यसमा चाहिँ क्षमा चाहन्छु, सरी है। र यो चाहिँ ब्रह्मकमल होइन रहेछ र यो चाहिँ एपिफिलियम रातको रानी यानि नाइट क्विन भन्दो रहेछ यसलाई चाहिँ है। र हजुरहरूलाई आजको यो भिडियो मेरो यो एपिफिलियमको फ्लावर हजुरहरूलाई के कस्तो लाग्यो है, यसको सेन्ट पनि एकदमै राम्रो लाग्छ। कमेन्टमा लेखेर पठाइदिनु होला है, कमेन्टमा भनिदिनु होला हजुरहरूले के कस्तो लाग्यो मेरो यो फ्लावर। र हजुरहरूलाई यो फ्लावरको यानि मेरो आजको भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। फेरि पनि यस्तै भिडियोहरू हजुरहरू माझ लिएर आउने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल ह्याप्पी गार्डनिङ।